हेलो गाइस, गुड मर्निङ। आजको चाहिँ मेरो भ्लग यसरी नै सुरुवात हुन्छ। म चाहिँ आज चाहिँ बिहानै 7 बजेतिर उठेर चाहिँ एकैछिन बेडहरू मिलाएर चाहिँ मुखसुख धोएर अनि स्किन केयर गर्नतर्फ लागेँ। अनि सनस्क्रिन लगाएँ, सनस्क्रिन लगाएँ यो चाहिँ। अनि त्यसपछि मैले चाहिँ सनस्क्रिन लगाइसकेपछि चाहिँ मेकअप गर्नतर्फ लागेँ है। मेकअपको चाहिँ अब डिटेलमा चाहिँ भन्दिनँ म, टर्न बाई टर्न हेर्नु होला आफै। थ्याङ्क यू। मैले मेकअपको चाहिँ डिटेलमा चाहिँ हालेको छुइनँ, हल्का हल्का क्लिप मात्रै हालेको। अनि यति बेला चाहिँ मेरो ठुलो मम्मीले मलाई हँसाइराख्नु भएको थियो सायद पछाडिबाट आएर। अनि म चाहिँ हाँसिरहेको थिएँ, त्यति हो गाइस। अनि यति बेला चाहिँ म आफ्नो दिदीलाई कुरेर बसेको थिएँ लुङ्गी लगाइदिनु भनेर। अनि आइएम फाइनली रेडी है। यति बेला चाहिँ म रेडी भएर अनि खाना खाने बेलामा अनि पछि म आफ्नो इन्ड्राइभलाई कुरेर बसिरहेको। यति बेला चाहिँ इन्ड्राइभलाई कुरेर बसिरहेको थिएँ। अनि यो भ्यू हेर्नु न गाइस, कस्तो राम्रो क्या, कस्तो राम्रो है। अनि त्यसपछि म चाहिँ आफ्नो शीतलदेवी मन्दिरतिर लागेँ। अनि यति बेला चाहिँ म बाटोमा थिएँ। अनि बाटोमा हल्का हल्का यस्तो ट्रेडिसनल लुकमा भिडियो खिच्दिउँ भनेर। फाइनली गाइस म चाहिँ आफू पुग्नुपर्ने ठाउँ चाहिँ पुगेको थिएँ त्यति बेला चाहिँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ आफ्नो यो भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ भैलोको टाइपको हो, भैलोको भ्लग हो। अनि यति बेला चाहिँ हामी आफ्नो फर्स्ट डेस्टिनेसनमा लाग्दै थियौँ। अनि फर्स्ट डेस्टिनेसन चाहिँ यो हो है हाम्रो गाइस। राम्रोसँग लिक्समा देखाउँला। अनि यति बेला चाहिँ हामी ट्याक्सीमा थियौँ। अनि डिस्कस गर्दै थियौँ पारी नै जाने कि यहीँ झारिदिने भनेर। अनि हामी चाहिँ पारी नै जाने अङ्कल भनेर चाहिँ अङ्कलले चाहिँ हामीलाई त्यहाँ पुऱ्याइदिनु भयो। अनि हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ हाम्रो भैलोकै त्यो बहिनीको चाहिँ सपको अगाडि हो। अनि यहाँ चाहिँ हामी सबैजना हेर्नु होला, सबैजना हामी रेडी हुँदै थियौँ डान्स गर्नुको लागि। म चाहिँ यहाँ छु। अनि वान अफ माई फेभरेट के यो चाहिँ यस्तो राम्रो लाग्छ। अनि यो डान्स चाहिँ हेर्नु होला है। त्यसपछि चाहिँ हामी आफ्नो सेकेन्ड डेस्टिनेसनमा पुग्यौँ। त्यो चाहिँ हाम्रो स्कुलको चाहिँ सरको घर थियो होइन। अनि कस्तो राम्रो थियो, त्यहाँ पनि मजा आएको थियो होइन। अनि लास्ट डेस्टिनेसन चाहिँ हाम्रो यो शीतलदेवी मन्दिरको चोकमै थियो। अनि यो बहिनीहरूमा चाहिँ कस्तो राम्रो लाग्छ आफै हेर्नु है गाइस। अनि यति बेला चाहिँ म र बहिनी चाहिँ हामी लास्ट डान्सको लागि चाहिँ वेट गरिरहेको थियौँ। अनि त्यो चाहिँ हामीले भिडियो खिच्न पाएन, सरी। अनि हाम्रो चाहिँ यसरी नै, मेरो चाहिँ आजको दिन यसरी नै इन्ड हुन्छ। र मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गर्नु होला। बाई।